यो ज्ञानेन्द्र साई राजावादी भन्नुहुन्छ, राजालाई ल्याउने भन्दै हुनुहुन्छ। तपाईलाई अलिकति हेक्का छ कि छैन होला। हिजो के अरे हाम्रा प्रकाश सुवेदी दाजुको टेलिभिजनमा मैले इन्टरभ्यू दिँदा उहाँले दुईटा फोटो राखेर देउपा र प्रधानमन्त्रीज्यूको के अरे देउपा र प्रचण्डज्यूको फोटो राखेर मलाई सोध्नु भएको थियो, यो दुईटामा कुन रोज्नुहुन्छ भन्दा त्यसमा मैले प्रचण्डलाई रोजिदिएँ। कारण पनि मैले देखिरहेँ, इन्टरभ्यूमा धेरै भनेको छु। त्यो इन्टरभ्यू सुनेपछि तपाईँले मलाई फोन गरेर म पाथीबाट हिँड्न लाग्ने, ट्याक्स पनि गर्नुभएछ। त माओवादीको झोलेर छस्, माओवादी प्रचण्डको भरौटेर छस्, प्रचण्डको अरबौं अरब मिलियन डलर अमेरिका छ भन्थिस्, प्रचण्डको छोरो बनिएर समाजसेवा त त्यो प्रचण्डको पैसाले पो गर्दो रहेछस् त। अब हेर पक, तँलाई जहाँ भेटो ती मार्ने हो अब पक। र मेरो लक्ष्य भनेको प्रचण्डलाई सिद्ध्याउने मेरो अन्तिम लक्ष्य भनेको भनेर तपाईँले मलाई फोनमा त्यो फोन रेकर्ड त्यो उबाट लिँदा नि हुन्छ छ पनि, तपाईँले ट्याक्स गर्नुभएको पनि छ। त्यो चाहिँ के हो त? त्यति भन्नु पनि मारे जत्तिकै हो कि ज्ञानेन्द्र भाइ। त्यति अर्कालाई एउटा समाजका लागि यत्रो ठुलो योगदान गर्ने व्यक्तिलाई, तपाईलाई लाखौं सहयोग गर्ने व्यक्तिलाई त्यसरी धम्काउनु, अर्कालाई हप्काउनु, डराउनु भनेको नि मारे बराबरै हो। अर्को कुरो, राजा शासनमा शाही शासन भन्थ्यौं हामी त्यतिखेर। राजा र राजाका वरिपरि भरौटे राजावादीहरू सबै दुल्ले नकहौ। गणतन्त्रका त्यस्तै छन्। हिजो राजा बनिएर रैती हामी जनतालाई रैती दासी बनाएर दासी रैतीका छोराछोरी बुहारी बलात्कारी छन्, कोही ज्यान मारेका छौं। गणतन्त्रमा पनि यस्तै छन् र राजतन्त्रमा पनि यस्तै थिए। कसैलाई गोली हानेर ठ्याक्कै मार्नु मात्रै, त्यो ज्यान मारा हुँदैन। जनतालाई रुवाउनु, पब्लिकलाई रुवाउनु, दोहन गर्नु, दुःख दिनु, त्यो पनि ज्यान मारे जत्तिकै हो ज्ञानेन्द्र भाइ, त्यत्तिकै हो। जसले जति गरे पनि त्यो गलत हो। 10 वर्ष जनयुद्धमा सरकारपट्टिबाट र माओवादीपट्टिबाट 17,000 मारे भनेर लेखे, त्यो गलत हो। जनताको बलिदान खेर गएको छ। र राजतन्त्रमा राजाहरू चोखा छन्, शुद्ध छन्, र हामी पनि चोखा छौं। राजाको वरिपरि हिँड्ने भरौटे झ्याले झ्याम्टेहरू भन्ने नसोचे नि हुन्छ। देखेको छु मैले पनि, आफै भोगे पनि छु। कोही चोखा छैन, कोही छैन। 2-4 जना अपवाददेखि बाहेक होला। तपाई मलाई त्यति गर्न, अरूलाई कसैले गर्नुभएको छैन होला। राजेन्द्र लिङ्गदेश भिनाजुले त्यो गर्नुभएको छैन होला। तर त्यो संगठन त त्यस्तैमा भयो नि। अनि यहाँ एक अर्कामा लडाईँ गर्न तपाईहरुलाई भोट दिएर पठाएका कि, राजा भित्र्याए भनेर तपाईहरुलाई पठाएका कि, प्रचण्ड देउपा र ओलीलाई अनि अरूलाई राजा बनाए भनेर जनताले पठाएका कि, देश विकास गर, जनताको सुख चाहियो भनेर जनताले भोट दिएर पठाए तपाईहरुलाई। संसदभित्र भवनभित्र तपाईहरु कुर्लिएर लडाईँ गर, गणतन्त्रवादी र राजावादी दुईतिर भएर चाहिँ अनि सिंहदरबार को पस्ने कि नारायण हिटी को पस्ने भनेर लडाईँ गरायो भनेर जनताले भोट दिएर पठाएका। ज्ञानेन्द्र साई भाइलाई पनि जुम्लाले जनताले होतै भनेर पठाएका हुन्, अथवा प्रचण्डलाई गोर्खाबाट, अथवा झापाबाट ओलीलाई, अथवा डडेलधुराबाट देउपालाई यही भनेर पठाएका हुन्। पक्का होइन। तपाईले एक दिन तपाईले त्यो ठाउँमा छलफल गरेर बस्नु भइरहेछ। जनताको सुखका लागि, शान्तिका लागि, देश विकासका लागि कल कारखानाहरू, उद्योग धन्दाहरू कसरी खोल्ने, विद्यालय, हस्पिटल, बिजुली, बाटो, पानी कसरी जनताका लागि उपलब्ध गराउने, अनि देश विकासका लागि जनता पब्लिकहरू अथवा युवा वर्गहरू, युवती वर्गहरू सबै देश पलायन भयो, अरू देश पलायन भइरहेछन्, यो कसरी रोक्ने भन्ने छलफल भइरहेछ। अनि अबका 100 वर्ष पछाडि नेपाल
यो मोडलको यो ढाँचाको हुनुपर्छ भनेर तपाईँले 100 वर्ष पछाडिको विकासको नेपाल देखाउन सक्नुभएको छ? छलफल छ? गर्नुहुन्छ? त घाँटी काट्ने पो त यो पो त म त राजालाई सिंहदरबार छिराउँछु पो नारायण रेड्डी। हामी त सिंहदरबार बाघ पो हौं त। लाजसम्म हुनुपर्ने के तपाईँहरूलाई अलिकति लाजसम्म हुनुपर्ने। अनि दोस्रो कुरो जनसंग्रह गरौं भन्न सुनिरहेको छु। यो जनसंग्रह गर्नु भने नि यी नेताले राजाहरूले नि इन्डियाका ती इन्डियनहरूलाई कतिलाई नागरिकता दिएर बसिरहेछन् थाहा छ? हिजो राजाले पनि अमेरिकाबाट पैसा लिएकै हुन्, त्यहाँ खाएकै छन्। अहिले गणतन्त्रमा नि प्रजातन्त्र यो कुनै चोखो छु नभने हुन्छ। ती इन्डियाबाट इन्डियनहरूलाई नागरिकता दिएकामा अहिले यो राजा चाहियो कि गणतन्त्र चाहियो कि राजतन्त्र चाहियोमा जनसंग्रह होइन। तपाईले भोलि यही तरिकाले इन्डिया नेपाल विलयन गर्ने कि नेपाल अलग गर्ने भन्ने तपाईले जनसंग्रह गर्नु भने इन्डियामा विलय गर्नुपर्छ भन्नेको भोट बढी हुन सक्छ। किनभने यी देशद्रोहीहरूले विदेशीलाई नागरिकता दिइसकेका छन् धेरै धेरै धेरै। अनि भोलि नेपाल इन्डियामा गाभिनुपर्छ भनेर जनसंग्रह गर्ने भने त्यतै जानुहुन्छ तपाई? त्यसमै सहमति जनाउनुहुन्छ? कदापि कदापि। एक थोपो खुन्जुन्जाल एक मुठी सासुन्जाल एक्लै बानी भक्ति थापाको सन्तान हो, लडेर छोड्छु म। थापा काजी हो, काजी थापा वीरको सन्तान हो। यसरी यस्ता बकम फुसे कुराहरूलाई चाहिँ संसदभित्र मेरो पक्षमा जो छ बोल्छन्, अरू त बोल्दैन। यी हावा हावा कुरा नबोल्नुहोस्। नेपाल र नेपालीको शिर ठाडो हुने काम गर्नुहोस्। अहिले यहाँ के छ? रविको समर्थनमा, बालेनको समर्थनमा, हर्कको समर्थनमा गल्ती गरेर बोलिदिनु पर्छ। त्यो 1 मिनटमा हिरो हुन्छ। यिनीहरूको विपक्षमा असहमति जनाउनु पर्यो, 1 मिनटमा लाखौं करोडौं रिप आउँछ। यस्तो छ। हामी सत्यमा हिँड्नु, कसैको पक्षमा विपक्षमा। हामी कसै वादी, कुनै व्यक्तिवादी भनेर पार्टी बानेर राजावादी बनेर होइन। हामी देशवादी जनतावादी बनेर हिँड्ने गर्छौं। ज्ञानेन्द्र साई भाइ जतिखेर नि पनि राजाले आर्जेको मुलुक भन्नुहुन्छ। राजाले आदेश देखाउन माथि र टाउके बनेर शासक बनेर तल मर्ने मेरा सन्तान, अरू सन्तान नेपाली दाजुभाइ, तलका हामी सर्वसाधारण जनता थियौं। बलभद्र कुँवर जस्ता लडे, भीमसेन थापाहरू जस्ता लडे। राजाले आर्जेको मुलुक हो। जनताको खुन र पसिना बगेको छ, लाखौं जनता मरेका छन्। अनि मालिक बनेर माथि आदेश दिनेले आर्जेको मुलुक हुन्छ? हावा हावा कुरा। जनताले गरेको, जनता हो सर्वे सर्वा भनेको। अरू बाल मतलब